लास्ट कल फर न्युजिल्यान्ड फर नोभेम्बर इन्टेक। यदि तपाईहरू न्युजिल्यान्ड अप्लाई गर्ने सोचमा विचारमा योजनामा हुनुहुन्छ, त्यो सम्बन्धी रिसर्च गर्दै हुनुहुन्छ भने अब तपाईले त्यो रिसर्चको कामलाई स्टप गरेर अप्लाईको प्रोसेस चाहिँ इमिडिएटली सुरु गर्नुपर्छ है। किनभने न्युजिल्यान्ड इमिग्रेसनको रुल्स अनुसार चाहिँ भिजा ल चाहिँ 90 डेज अगाडि गर्नुपर्ने हुन्छ। त्यसकारण यदि तपाईहरुको डकुमेन्ट सबै रेडी छ, लोनहरु पनि रेडी छ, आईएलटीएस पनि सबै रेडी छ भने अब इफ बट नभनिकन मज्जाले प्रोसेस अगाडि बढाउनु पर्ने हुन्छ। नत्र भने तपाई चाहिँ फेरि फेब्रुअरी इन्टेक 2027 पुग्नु हुनेछ, जसको समयमा यदि रुल्सहरु चेन्ज भइहाल्यो भने तपाईले बनाएको डकुमेन्टहरु चाहिँ खेर जान सक्छ। त्यसकारण तपाईहरुलाई यो रिमाइन्डर हो, लास्ट कल फर न्युजिल्यान्ड फर नोभेम्बर इन्टेक। बाँकी फर्दर डिटेल्सको लागि चाहिँ तपाई आउनु नै पर्ने हुन्छ केआईसी चितवन। हामी लायन्स चोक नारायणगढमा छौं। KIC क्यानाडा अस्ट्रेलिया हुन्छ बेलायत।